ल साथीहरु गरी पनि निकाल्यो हैन नरिवलको खोसाबाट छिलेर चाहिँ यो भित्रको माल निकालेर हैन अचार कस्तो हुन्छ अचार चाखौँ भनेर हैन यसरी फुल्चाइँदैछ नरिवल यसरी फुल्चाइसक्यो हैन नरिवल मैले अब यसलाई त अब भित्रको निकाल्नु पाएको छैन गोदी ल साथीहरु पानी पनि निकाल्यो हैन यसरी फोडे मैले यसको पानी चाहिँ निक्ल्यो हैन आधा कप आयो हैन यस्तै माल निकालेर अब अचार कुटेर खानुपर्छ है अचार कस्तो हुन्छ टेस्टी यसरी निकाल्दैछु है साथीहरु मैले डल्लै निकाल्छु भनेको हैन यसरी पर्दा त्यो निकाल्दा फुटिहाल्यो हैन बिचमा खप्पै पारेर फुटिहाल्यो यो फुटेपछि हैन अलि निकै हुन्छ के हैन गाह्रो हुन्छ हैन निकाल्न यो खोसा डल्लै निकाल्दा साथीहरु यतिसम्म मात्रै निक्ल्यो हैन अरु फुट्यो ल साथीहरु गरी पनि निकाल्यो हैन नरिवलको खोसाबाट यतातिर यो अचार बनाउने यो चाहिँ भोलिलाई राख्ने हैन टेस्टिङ कस्तो हुन्छ हैन ल साथीहरु हैन हाम्रो दाल यस्तो भयो हैन अब योमा चाहिँ अब तेल यतातिर गरिरहेको छु झान्नको लागि हैन यतातिर मैले गरी कुटेर हाल्ने विचार गरेको छु हैन आज दालमा टेस्टिङ कस्तो हुँदो रहेछ हैन टेस्ट गर्नको लागि हैन गरी यसरी कुटेको छु अनि चाहिँ कस्तो हुँदो रहेछ आज टेस्ट यसरी तेल पनि खरिसकेको छ म जिरा हालेर हैन फुटाउँछु जिरा फुटिदै गर्छ हैन जिरा पछि मैले खुर्सानी हाले दुईटा धेरै त नखाउँ होला दुईटा मात्रै खुर्सानी हाले हैन मैले अनि यसपछि अब यो मेरो बेसारको डब्बा हैन अब बेसार हाल्छु अलिकति हैन ल बेसार पनि हाले हैन यसरी टप पारेर बेसार अब पालो रहेको छैन गरी हाल्ने यसरी गरी हालेर चलाए एकछिन भुट्नु पर्यो हैन स्वाद त निकाल्नु पर्यो नि हैन गरीको त्यही भएर यसरी भुट्दैछु मैले एकछिन मैले जिराको पाउडर खुर्सानीको पाउडर हाले हैन धुलो पाउडर अनि त्यसपछि एकछिन चलाए नुन पनि अलिकति थपे हैन अनि यसरी चलाउँदैछु अब दाल हाल्ने पालो भयो हैन दाल पनि हाल्दैछु एकछिनमा ल साथीहरु मैले हैन दाल पनि हाले अब यस्तो हुँदैछ एकछिन उम्लिनु टाइम लाग्छ हैन त्यसपछि म फेरि यतातिर गरीकै अचार बनाउन गइरहेको छु हैन यो गरी चाहिँ अचारको लागि है अचार पनि टेस्टिङ गर्नु पर्यो नि हैन यसरी कुट्दैछु कस्तो हुँदो रहेछ हैन ल साथीहरु फाइनली मेरो दाल पनि पाक्यो अब धनिया हाल्दैछु है धनियाको हरियो पात ल साथीहरु फाइनली अचार पनि यस्तो भयो हैन स्वाद चाहिँ बबाल त्यो तिलको चटनी जस्तो भएको छ है बबाल स्वाद छ